हेलो गाइजहरु नमस्कार स्वागत छ तपाईहरु सबैजनालाई मेरो अर्को भ्लगमा र आज चाहिँ हामी कम्पनीबाट चाहिँ अब छुट्टी भयो र अरु बेला त अब गाडीमा गइन्थ्यो कम्पनी गाडी थियो कम्पनी गाडीमा गइन्थ्यो तर आज चाहिँ अब हाम्रो ड्राइभर उज्बेकिस्तानका दाइ हुनुहुन्छ अब ड्राइभर चाहिँ बाहिर हेन्जाङतिर पठाइदियो कम्पनीले त्यही भएर हामी चाहिँ अब लुरुङ हिँड्दै छौं हिँडेर आनसान स्टेसनसम्म चाहिँ जाने हो त्यसपछि ट्रेन चढेर रुममा जाने हो अब अहिले हिँड्दै जाने भनेको अरु बेला घाम लागेको बेला चाहिँ खासै त्यस्तो कामहरु आउँदैन आज फेरि यो पानी पर्न थाले जस्तो भएको बेलामा चाहिँ अब काम आएर पठाइदियो के दाइलाई त यस्तो मौसम छ पानी पर्ला जस्तो धुम्म भएको छ अब हिँडेर जाने भनेको चिसो नि छ दाइहरु अब बस आइहाल्छ यहीँसम्म जाउँ न बस भन्नुभयो आनसानसम्म स्टेसनसम्म चाहिँ अब हामी बसमा जान्छौँ बसमा गएर चाहिँ अब स्टेसन यहाँ बस स्टेसनमा छौँ यहाँबाट बस आएपछि बस चढेर अनि फेरि उता गएर ट्रेन चढेर चाहिँ रुममा जान्छौँ भ्लगमा खासै इन्ट्रेस्टिङ कुरा रमाइलो कुराहरू केही हुँदैन है त्यही पनि अब सपोर्ट गरिदिनु होला फलो गर्ने सब्सक्राइब गर्नु होला केही छैन हाम्रो दाइ हुनुहुन्छ यहाँ रकिङ स्टार रमाइलो छ दाइ जाडो है लास्टै रमाइलो दाइहरू त हुनुहुन्छ दुईजना अर्को यार पर दाइले त कस्तो कालो देखियो यार यहाँबाट त कति कालो देखा पर भएर है के हो रमाइलो हुनुहुन्छ दाइहरूलाई भोक लागिसक्यो भन्दै हुनुहुन्छ आज खास चाहिँ सिक्ताङमा पनि पछिल्लो खाना थिएन खाना दाइहरूले काचा कुचो खानुभयो हामीले त खानै खाएनौँ एउटा चिसो बोक्यौँ पाङ बोक्यौँ रोटी बोक्यौँ चल्दियौँ मन लागेन त्यही भएर अब भोक पनि लागिसकेको छ आज चाहिँ रुममा गएर खाना बनाएर खाने हो शनिबार आइतबार चाहिँ रुममै बनाएर खाने हो दाइलाई पनि भोक लागिसकेको छ अरे आजको हाम्रो फेरि कुकम्यान दाइ यहीँ हुनुहुन्छ दाजुले आनसानबाट अब तरकारी किनेर झ्याप्प जाने मासु सासु लिएर जाने चिसो मौसम छ गम खाने बनाएर रुममै गएर ल गाइजहरु अब हाम्रो चाहिँ बस आइसकेको छ ल है त बसमा चढेर जाँदैछु गाइस बसमा पनि यहाँनिर चाहिँ अपाङ्गहरूको लागि व्हिल चेयरहरू राख्ने ठाउँ टक्क छ यति बसमा भए पनि क्या खतरा कि बाबा गाडीहरू हाम्रो स्टेसन चाहिँ आइसकेको छ हामी चाहिँ अब झर्नुपर्ने अवस्था आन्सर आयो स्टेसन हाम्रो चाहिँ हानेर अब कार्ड पनि हाल्यौँ ल्याप्चे हानेर कार्डको ल्याप्चे हाल्दा हामी झरिसक्यौँ यार बसहरूमा चाहिँ कस्तो क्या मजाले अपाङ्गहरूको लागि पनि सिट टक्क बनाएर राखेको हुन्छ है व्हिल चेयर सहित बस्न मिल्ने गरी नेपालमा त अब सिटमै अपाङ्गको लागि बुढाबुढीको लागि भनेर लेख्दै हुन्छ लेख्न चाहिँ तर त्यहाँ चाहिँ अब के व्हिल चेयर राखेर बस्ने कुरो भएन अपाङ्गको लागि त सिटैमा ठ्याक्कै त नमिल्ने त्यस्तो मिलाएर राखेको हुन्छ कि यहाँ चाहिँ राम्रो छ क्या ल अब हामी चाहिँ स्टेसन आइपुगेका छौँ ठिकै छ कोही बात छैन हाम्रो टेन्सन लिने कुरो होइन है बिस्तारै गर्नु होला हाम्रो पनि उता नेपालमा पनि होला यस्तो सुविधाहरू अब हामी चाहिँ अब स्टेसन चाहिँ यताबाट हो यहाँ स्टेसन उता छ कि हामी चाहिँ उता पारी अब बजारपट्टि जान्छौँ हामी चाहिँ किनमेल गर्नलाई जाउँ न पुरै अब के लिएर जाने बिदाको दाइको आज के पाक्छ दाइको केही छैन भाइ जस्तो आलु आलु मात्र
दाइनी खोइ आजभोलि मासु खान छोड्नुभयो के हो हामी त जान्छौँ झ्याप पाएर झन् आजभोलि मासु झन् बढाएको छ खानपिनमा पनि बढाएको छ यता पेटतिर पनि बढाएको छ मासुहरू अलिअलि सब यहाँ चाहिँ अन्डरग्राउन्डमा नि पुरै सामान बेच्न राखेका छन् कस्तो राम्रो चित्रहरू भ्लग बनाइदिएको नि भाइ सानोतिनो भयो नि है सपोर्ट गरिन्छ कि अब बिस्तारै बिस्तारै अब भ्लग हाल्दै जाउँ गर्दै जाउँ सफल भइन्छ कि एक दिन मोटिभेसन भिडियो हेरेको थिएँ त्यस्तै भन्थ्यो क्यामेरा उठाऊ भिडियो बनाऊ हालिदियो भन्थ्यो यो तिन मान्छे छन् अब सिधै फोकस गर्ने मिलेन त मान्छे त राम्रै पनि धर्मको लागि त लास्टै गर्छन् यार जिजसको बारेमा मात्रै फेरि पैसा दिन्छु भन्थेँ है मैले एक दुईजना भेटेको थिएँ त्यस्तो नि हुन्छ छ नि यहाँ त्यस्तरी नै हुन्छ पैसाको लागि धर्म चेन्ज गर्नु चाहिँ बेकार त्यो खत्तमै मान्छे त्यस्तो थाहा भएन बजार विभिन्न प्रकारका पसलहरू पाउने ठाउँ होइन मल्टिकल्चरल पुग्यौँ ठिक छ चर्चा गर्नुपर्छ आफ्नो धर्मको बारेमा स्वतन्त्र हुनुपर्छ आफ्नो मात्रै होइन अरूले गर्न पाउनुपर्छ सबैले त्यसो भए त एउटा धर्म चुलाउने अर्को धर्म मात्रै त्यसरी हिँड्न थाल्यो भने त बर्बाद हुन्छ फेरि झगडा मात्रै हो यार यहाँनिर जिएमईमा पनि कस्तो राम्रो राम्री छन् हौ मान्छेहरू भित्र हामी जसरी गएको थियौँ कस्तो राम्री थियो अन्त नजर लगाउने होइन के अनि आफ्नो छैन त अहिले त सिङ्गलमा जसलाई नि अन्त नजर लाउन पाइन्छ नि त अहिले सिङ्गल हुँदाखेरि जसलाई नि नजर लाउन पाइयो सबै मेरो पछि चाहिँ फेरि ठ्याम्मै हो नि त फेरि पछि त कोही पनि मेरो होइन एउटै हो मेरो भन्ने हिँड्नुपर्छ अहिले त जो देखेँ त्यही मेरो कता जानु हो त अगाडि हेमन्त कता जानुभयो ए हामी चाहिँ त मोबाइलको तालमा होइन भ्लगले नै खत्तम पाऱ्यो साथीहरू छुट्टै पनि थाहा नपाउने दाजुहरू पछाडि हुँदैछ हामी चाहिँ गफै गफमा अगाडि हिँडेर कत्रो कत्रो हो अनुहार पनि यार पानी सिमसिम सिमसिम परेछ उइसकेको छ यार कत्रोबाट सार्क भयो बोकिसकि नसकि बोकेको छैन सार्क अङ्कल नधानेर आन्टी पनि आउनु भएको ए यहाँको भेडाको मासु यति मजाले यहाँ बिग्छ ओ माछा पनि माछा लगेर जाऊ सिल्लो सिल्ला खान्छ के हुन्छ गाइस लुगा यसो हेरेको है यो चाहिँ हल्का भुवावाला मैले सोचे जस्तै रहेछ 50,000 को यो चाहिँ ए डिस्काउन्टमा यो ए डिस्काउन्ट ल डिस्काउन्ट 29 कति 39,000 छ यहाँ पहिला चाहिँ कति हाम्रो 85,600 त्योभन्दा पहिला यता त्योभन्다 पहिला 이거 아니고 이거. 네. 이건 이렇게 입어도 돼요. 이렇게 입어도 되고. साबरे इगो छोरा कलर त छुवा इगो मैले सोचे यस्तै भुवावाला खोजेको थिएँ राम्रै रहेछ यार छन चाहिँ उल्टा सुल्टा लाउन मिल्ने रहेछ यो चाहिँ 200 दिनु एउटा मात्रै यो मात्रै हो कि भेस्टको प्राइस छुट्यो भेस्ट मात्रै कि सँगै हो दुइटै ठिकै छ नि यसको प्राइस कति रहेछ पहिला हेरौँ त यता 1,86,000 रहेछ त्यसबाट चाहिँ 49,000 भएको रहेछ त्यसपछि यो भएको रहेछ यो भेस्टको प्राइस हो क्या त्यो त यो भेस्टको प्राइस हो अनि कति हो त्यसो भए यो यति सामान छन् तेरिको झुकाइदिएर न अरू कलरमा हेरौँ न यो कलर कलर दुई कलर तपाईँको जस्तै यस्तो टाइपको क्या लामो खालको हाम्रो यो त लास्टै लामो छ तर कुनै बढी लामो कुनै छोटो भयो क्या
लामै लगिदिउँ न लामै त्यही भनेको फेरि धेरै लामो कि खप्लाकी घोडासम्म पुग्ने भयो यतिकै यस्तै यस्तै भयो भने चाहिँ हुन्थ्यो कत्रो हो यो त अति नै त म त यहाँसम्म पुग्छ तिमीहरू अनि लामै भने यति नै दाम पनि राम्रै छ के हेर तिम्रो भने कति छ यसको माल प्राइस त कहाँ डह्रो हुन्छ नि प्राइस चाहिँ कहाँ माल त माल कतिको रहेछ 18 मान 18,000को लगभग 18 मान 19 मान 1900 भयो नि त 19,000को त कसले लगाएर सकिन्छ है अहिले त्यो बाहिरको ठिकै थियो हल्का भएन है जाडो जस्तो भइहाल्यो अब जाडो के त्यही तल 39,000को ठिक छ कि खानुको 오빠 이거 보세요. 여기가 다 틀린 디자인들이에요. 종류 되게 많아요. गाइजहरू लुगा चाहिँ अब मामे थुरायो धोनी मामे आन्थुरायो लुगा त मन पऱ्यो यार पैसा मन परेन लास्ट टाइम महँगो छ हल्का मन परेन राम्रै थियो यो त भित्रहरूकै लास्ट टाइम महँगो महँगो कति बनाएको छ यार 19,000 नेपाली यस्तो गर्ने 1,19,000 हजुर आलु कुन राम्रो छ आलु त हेर्नु त गाई सबै त ठिक छ होइन मौलाबाट हेर्नु झन् कस्तो सबै राम्रो देखिँदैछ मौलाबाट त्यसरी हेर्नु टक्क त्यो नि ठिकै छ त्यो टोकरी पनि खाएको नि चाहिँ भन्ने खोइ उस्तो उस्तो त यार राम्रै छ कुनै कुनै चाहिँ योहरू यो ठिक छैन मिलाएर राख्या त मिलाएर राख्या हुन्छ भाइ सबैमा राम्रो नराम्रै त्यही छ 2500 टोकरीको एक टोकरीको 2500 भोलि चाहिँ यसमा छ नि हो देखियो यस्ता मिलाएर राख्या कुनैमा तल कुनैमा माथि त्यही बिग्रेको राम्रो सबै हुँदो रहेछ सुरुमा आँखा लाग्यो त्यही ठिकै छ त्यो पनि मोबाइल राम्रै हाल्छ एउटा दुइटा तान्नु तानतान गर्नु पर्यो नि यो भिडियो चाहिँ यहाँको आजिमाल नदेखोस् रे कि अझ यो भिडियो चाहिँ यहाँको आजिमाल नदेखोस् रे कि यो भ्लग मेरो यो आजमासँग मेरो भ्लगै आउँदैन 10जना भन्दा माथि जाँदैन भ्युज गाइस यार आजमासँग झन् पुरै जाओस् छैन परै जाओस् क्या मजाले मिलाएर राखेको छ नि तरकारीहरू सिकुम्ची सस्तो रहेछ तिमीहरू नलाने अब अस्ति लगेको त्यस्तै गरेर दाइहरूले अब हेमन्त दाइको पाली हो दाइले के गर्नुहुन्छ अस्ति मैले मासु लगेको त दाइले खोइ अब के पकाउने थाहा छैन त्यति मासु नपुग्ला अलिकति बढी कम भयो धेरै लाग्यो फेरि एकचोटि लगायो धेरै होला 15 र 25 कटिङ भयो हेमन्त दाइहरू चाहिँ झन् छुट्टिनु भएको पऱ्यो माछाबाट कहाँ उनीहरू माथि पुग्यो होला ल अब दाइहरू जाँदा पुग्यो नि हामी त्यतिर छौँ मोबाइल छँदैछ कल गरेर सौदुला नि निस्किने बेलामा के छ र टेन्सन नै भयो नि त्यसको लागि त नि गाइज दाइले बोक्नुहुन्छ धनियाँ त राम्रो रहेछ सस्तो रहेछ पानीमा डुबाएर खानु ठिक्क पानीमा अब दाइले के गर्नुहुन्छ दाइ कता हो भन्ने कुरा दाइलाई भन्नु पऱ्यो धनियाँ नत्र राम्रो रहेछ त हरे पनि जरा सुत्दैछ कि राम्रो छ 2000 सस्तै हो अस्ति मैले कस्तो महँगो कति फेरि यो त थिएन कि यस्तो त्यो लास्ट ठुलो पनि मुठा पनि बर्बाद पाऱ्यो अस्ति त दाइलाई एकछिन कल गर्नु पऱ्यो धनियाँ चाहिँ राम्रो रहेछ दाइ कतातिर जानु हो हेमन्त दाइ के चाहिँ ल गाइजहरू अब दाइले उता लिनु भएको रहेछ एउटा यो बोकेर गइदिनु पऱ्यो अब हाम्रो लागि हामी नै हो खाने दाइले बिलिङ गरिदिनु हुन्छ अगाडि भएको मान्छेले क्रिसमस पनि आयो यो धेरै नै छ
सुबाक एउटाको हो क्या यार 10,000 एउटा सुबाकको 1000 रुपियाँ नेपाली सेडीहरू जहाँनिर सुबाक बढी फल्छ त्यहीँनिर यस्तो छ लास्टै मन पराउँछु नि हौ फोरेनहरूले सुबाक यार कस्तो महँगो भयो ल दाइले चाहिँ किन्नु भइसकेको छ हाम्रो अब सबै किन्ने सरसामानहरू बिलिङ गरिदिनु भइसक्यो मेरो 2000 दाइलाई उधारो भयो अब मलाई ऋण लगाइसक्यो 2000 अहिलेको अहिले छिनकसिन गाइज यो के हो यार कति ठुलो हौ मलाई यस्तो भयो लाउनु मन लाग्दैन यति ठुल्ठुलो हुन्छ है कहिले खाइसक्ने हो बिग्रेर जान्छ त्यही भएर म किन्नै मन लाग्दैन पैसाको टेन्सन थिएन पैसा त खर्च गर्न जति नै सक्छु कि होइन पैसा खर्च गर्ने टेन्सन भयो नि तर लास्ट ठुलो हो कि खानै सकिन्न कुहिएर जान्छ भनेर मैले किन्नै मन लाग्दैन यो लास्टमा गएर चाहिँ भन्न त जे पनि पाइयो नि होइन पैसै हो मेन कुरो त लास्टै महँगो महँगो हुन्छ भन्नलाई जे नि पाइयो दाइहरू कताटी हुन्छ भन्दै हुनुहुन्थ्यो अलि ओर भन्नुहुन्थ्यो कताटी पछाडि नै कि अगाडि घुमतिर जानुपर्छ दाइको पनि दाइको त एकैछिनमा किनेर भ्याउनु भइसक्यो कि अब यतै दाइहरू त यही त हुनुहुँदो रहेछ नि धनियाँ त राम्रो रहेछ त्यही यहाँ सक्यो दाइ तपाईँको सपिङ ल अब दाइ किन्नु भइसक्यो केही टमाटर रुममा कति छ दुईवटा छ जम्मा दुईवटाले चाहिँ नपुग्ला अब किन्न अर्कोचोटिलाई हुन्छ नि अब त्यही हो टमाटर एउटा दुईवटा चाहिएला अब दुईवटाले नपुग्ला भन्ने कुरा के तरकारीहरू के लिनु भयो के गर्ने मासु अलिकति लिएर जाने है के गर्ने हो त्यही त त्यसले पुग्दैन नि थोरै छ कि त्यो अस्तिको अब त्यतिखेर पकाइदिएँ पकाइ भने त्यो दाइले फेरि भनेर मैले छोडिदिएँ तर मैले बनाइदिन्छु होइन हजुर चिकन चाहिँ लगेर जाने होला नि चिकन हुन्छ त्यो फेरि 2 भाग 2 चोटि पकाउनु पर्छ त्यही त हो फेरि तपाईँलाई गाह्रो गुन्द्रुक लाग्नु भयो रुममा भएको गुन्द्रुक रक्सीसँग खाने चिकन चाहिँ खान सक्दैन ल भइगयो नि चिकन बनाउला बुङ्गुरलाई कुखुरालाई चाहिँ खानासँग झर्याप झर्याप गाई अब हामी चाहिँ अब दाइहरूसँग बस्ने हो साथी लाग्ने हो अब सोझो मेल चाहिँ त्यस्तै हो चिकन चाहिँ चिरिप्प पारिन्छ चिकन खानालाई चाहिँ साथी होइन्छ अरू भनेको त त्यस्तै हो यसो लिएर बस्ने मात्रै कहाँ म त छेउमै पुगेछु लुगामा टाँसी भने गनाउने भयो यस्तो साफ सुथरा भएर हिँडेको छु ओ यार यो त फलामको माछा हो क्या फलामको माछा रहेछ यो के छ माछा यो माछा हेऱ्यो नि माछा बजार यता जाने भनेको नि हामी यत्रो बडो गङ्गटा छ कि यत्रो बडो त्यहाँ त थियो गङ्गटा नि कत्रो ठुलै गङ्गटा थियो यार म त साइको भयो अहिलेसम्म त्यत्रो के यहाँ देखेको इत्रु पनि मैले देखाएको थिएन यार हाम्रोमा भएको यत्रो होला ठुलोमा हामीले देख्यो भने यहाँ त यत्रो बडो गङ्गटा हुन्छ एउटा देखेको त झनै त्यो सायद सजाउनको लागि राखेको होला 8-10 किलोको थियो एउटै गङ्गटा एकचोटि जानुपर्ने हेर्नलाई मात्रै भयो नि कत्रो गङ्गटाहरू थियो माछाहरू पनि त्यस्तै ल लगको बा ए ल सुन पसल ल्याएर रहेछ अब सुन त सकिन्न चाँदी चाहिँ किन्ने सोच गरेको छु बिस्तारै किन्नुपर्छ अब आएर यहाँ रहेछ अब सुनको भाउ बढ्ला जस्तो लागेन अब चाँदीको पनि किनेर राख्नुपर्छ भोलि पर्सि के थाहा चाँदीको नि यसरी नै सुन जस्तै भाउ बढ्यो भने हाम्रो सबै किनमेल भएर सकिसक्यो अब निस्किन्छौँ ट्रेन चढ्ने सर र रुममा पुग्ने हर गाई अनि अब गएर रुममा बनाएर खाना बनाएपछि आउँछ बास्ना पनि हर मजा आउँछ ठिक छ गर्नुपर्छ प्रगति गर्नुपर्छ आएको 3-4 महिना 5 महिना भइसक्यो गाई अहिलेसम्म पनि आन्याङ हाँसे बाहेक केही पनि आउँदैन यहाँ कोरेन्टहरूले केही बोल्यो भने उहाँ घ्याचा घुचुचु गर्छ हिँड्छ नि यार केही बुझ्नु छैन गाइजहरू अब हाम्रो चाहिँ किनमेल गरेर सबै सकिसक्यो होइन
किनमेलको यति हो मासु चाहिँ उतै गएर किन्ने भन्नुभएको छ दाइले ल पुग्छ होला रुममा पनि थियो त्यसले पुग्छ होला पुगेन भने त्यहीँ उतै किन्नु भन्नुभएको छ अब उतै गएर हेरौँ ल होइन आजलाई चाहिँ सपिङ चाहिँ भइसक्यो अब चाहिँ हामी ट्रेनमा जान्छौँ होइन ट्रेन चाहिँ यहीबाट आउँछ मित्रों आप लोगों को मैं दिखा रहा हूँ कि हम आज इसी लाइन पे ट्रेन आएगा इसी पे हम जाएंगे क्या बोलती हो आप लोग यसमा आउँछ होइन हामी चाहिँ यसबाट टिएपी ट्याप त्यही टिएपी ट्याप ट्याप भन्नु होला होइन यो टिएपी ट्याप हान्ने हामीले ए यहाँ आउँछ रेलवेमा अहिले रेल टुटु देख्नु त भएको छ नि नेपालमा भयो चाहिँ अब त्यस्तै हो कोरियामा हुनेले देख्नु भयो होला नेपालमा हुनेहरूले छैन मेरो मम्मीले पनि देख्नु भएको छ बुवाले पनि देख्नु भएको छ बहिनीले पनि छैन कसैले पनि छैन देखेको फर्स्टमा मैले देखाएँ हो यहाँ ट्रेन सुरुमा त सपना जस्तो विपना जस्तो लागेको थियो होइन तर अहिले चाहिँ बानी लाग्यो यार हकिकत रहेछ जस्तो भइसक्यो म नि कोरिया आएर ट्रेन चढ्यो के चढी प्लेन चढी मेन कुरो त खुसी लाग्यो भन्दा खुसी लागेको छ रमाइलो लागेको छ सफल भयो आफूले सोचेको सपना पुरा भयो होइन गाइज मजा आउँदो रहेछ ल अब चाहिँ हाम्रो स्लो मोसनमा सुस्त लिफ्टबाट झर्दैछौँ अब पुग्यौँ अब यहाँ पर्खिनु पऱ्यो कति बजेको छ हाम्रो अझै 5-7 मिनट पर्खिनु पर्ला बसिराख्ने हो आउँछ चढेर सुई कताको आयो गाइजहरू अब अहिले एकछिनमा फेरि देखाउनेछु है त एउटा ट्रेन चाहिँ आयो होइन तर ओल्को आधी बाटोसम्म मात्रै जान्छ कि यो चाहिँ त्यहाँबाट चेन्ज गर्नुपर्छ यो चाहिँ लगभग खाली नै आउँछ फेरि चाहिँ खाली नै हुन्छ है अब हामीलाई सिधै ओल्को जाने चाहियो डाइरेक्ट यो बिचा ट्रेन के अरे यो चेन्ज गर्नुपर्छ ट्रान्सफर गर्नुपर्छ झ्याउ नि अब पर्खिने बरु अझै 5-7 मिनट आउँछ डाइरेक्ट अनि सिधै डाइरेक्टमा जाने त गाइज त्यसमा चाहिँ फेरि डाइरेक्ट जाने चाहिँ फेरि पुरै प्याकम प्याक हुन्छ क्या खडे पुरै सित्तरी जानुपर्छ कि ग्रिप्प परेर यता अरूलाई छुएला कि फेरि कराइदेला रिसाइदेला टेन्सन लाग्छ त्यही भएर प्याकम प्याक भनौँ त्यसमा डाइरेक्ट जाने भनेको अब कसरी आउँछ एकछिन बस्नुपर्छ हेर्दै गरौँ ल गाइज अब हाम्रो चाहिँ डाइरेक्ट ट्रेन चाहिँ लगभग 4 मिनटको भित्रमा चाहिँ आइपुगिसक्यो है अब मान्छे हेर्नु गाइज यसमा त सकिँदैन नि बाबा माइ गॉड यो के हो रे यो चाहिँ लास्टै हुन्छ कि डाइरेक्टमा चाहिँ यही एउटा अलिकति गाह्रो हो ल गाइज अब यसमा होइन घुस्रिनुपर्छ घाँस र घुस्रु अलिकति यसो चाहिँ खाली रहेछ यो बकेटमा पछि हल्का यहाँ चाहिँ यो बकेटको हल्का खाली रहेछ अरूमा चाहिँ पुरै प्याक छ यहाँ चाहिँ हल्का खाली रहेछ गाइज अब हाम्रो चाहिँ स्टेसन आइपुग्यो होइन ओल्को यहाँ झरेर अब निस्किने अब हामी झरेर जाने यहाँबाट सरङ निस्किने गाइज हामी चाहिँ आइपुग्यौँ अब धन्न यो चाहिँ खासै हामी बसेको बकेट चाहिँ खाली थियो त है नत्र भए त उता अरू बकेटमा त कस्तो मान्छे थियो पर्खेर बस्ने समय छैन गाइजहरू कक्रक्क पर जाडोमा है तल झर्दाखेरि चाहिँ जम्यो भने बरु हिँड्यो लुखुर टक्क झरिहाल्ने हो हिँड्नुपर्छ फेरि जमिहाल्छ नि यार कक्रक्क पर त्यो मान्छेहरू बस्यो भने त जमियो नि ल अब चाहिँ अब हाम्रो यहाँबाट निस्किदिउँ कतातिर छ मेरो खान्छ ल हाम्रो कार्ड पनि निस्क्यो पनि धन्न हामी चढेको हामी भएको यसमा चाहिँ बकेटमा चाहिँ मान्छे थिएन प्याकम प्याक नेपालमा काठमाडौँमा बस चढ्दाखेरि
पुरै खाली 6 सिट भन्दै खाथ्यो चढ्यो एउटा उता एउटा यता फर्केर पस भन्थ्यो टक्ने पुरा चाक जोरमा घिस्रिएर एकअर्कासँग साला चाक घिस्रिएर त्यसमा बर्बाद हुन्थ्यो नि तै पनि मजा आउँथ्यो मजा आउँथ्यो घिस्रिँदै भित्र पस्यो दाइ खै त आउँदै हुनुहुन्छ होला खै कुद्दै हुनुहुन्छ दाइ त दाइ कुनै हाने नै क्या हो लियो निस्किनु त्यो कुनै बेला लिन्छ कुनै बेला लिँदैन होइन ठिकै छ त्यही रमाइलो हुन्थ्यो अब हामी चढेकोमा सजिलो भयो मान्छे कम थियो बकेटमा अरे भएर मजाले आयो ल गाइस अब आइपुग्यौँ होइन मासु अब कताबाट किन्ने हो दाइ नलिने हो कि अहिले ल गाइजहरू अब खासै त्यस्तो होइन बिस्तारै बिस्तारै भ्लग अब सिक्दैछु गर्दैछु पछि इन्ट्रेस्टिङ भ्लगहरू ल्याउनेछु रमाइलो तपाईँहरू अब हुन्छ नि मजा आउने छ तपाईँहरूलाई अहिलेलाई बस यस्तै भ्लगहरूमा भए पनि सपोर्ट गर्नु होला सबैजनाले सब्सक्राइब गर्नु होला लाइक गर्नु होला कमेन्ट पनि गर्नु होला यसो राम्रो नराम्रो जे भए पनि होइन गरिदिनु होला खुसी लाग्छ मजा आउँछ तपाईँहरू कमेन्ट हेरेर होइन नराम्रो भयो भने नि अब राम्रो कमेन्ट आउने खालको कन्टेन्ट बनाउनुपर्छ त्यस्तै बनाउने छु ल है त गाइज अब आजलाई यो भ्लग यहीँ बन्द गर्न चाहन्छु समाप्त इन्डिङ गर्न चाहन्छु र बाई भेटौँला फेरि अर्को भ्लगमा बाई गाइज